नमस्कार, पपकास्टको अर्को श्रृङ्खलामा तपाईँहरूलाई स्वागत छ। म शिव खड्का, म कानुनको विद्यार्थी र नेपाली किसानहरूले गाँजाको खेती गर्न पाउनुपर्छ भन्ने मुद्दाको रिट निवेदक। हामी केही समयदेखि एउटा यात्रामा छौँ। यो यात्रा नेपालमा गाँजा वैधानिक हुनुपर्छ, नेपाली किसानहरूले गाँजा खेती गर्न पाउनुपर्छ, यसको औद्योगिक र औषधियोगिक उपयोगी प्रयोजनले नेपालमा ठुलो सम्भावना बोकेको छ र यो नेपालको समृद्धिको पहिलो खुड्किला पनि बन्न सक्छ भन्ने उद्देश्य राखेर हामीले पपकास्ट नामक सोको कल्पना गरेका थियौँ र हामीले केही एपिसोडहरू त्यसको खिची पनि सकेका छौँ। र हामीसँग हरेक एपिसोडमा यो गाँजा वैधानिकताका पक्षधर र यसै सेक्टरमा यही क्षेत्रमा काम गरिराख्नुभएका व्यापारी एन्टरप्रेनर्सहरू पनि हामीले यसमा निम्ता दिने गरेका छौँ। र आजको श्रृङ्खलामा हामीले यही गाँजाका जुन वैधानिक भागहरू छन्, नन टिएचसी पार्टहरू छ, त्यसकोबाट बन्ने सामानहरूको नेपालमा 10 देखि 12 भन्दा लामो वर्षबाट यसमा काम गर्नुहुने, यसको इन्डस्ट्रीलाई एक तरिकाले भनौँ यसको इन्डस्ट्रीलाई गति दिनुहुने क्यानाभेदाका सञ्चालक र काठमाडौँ इन्टरनेसनल स्कुलका सञ्चालक, यसै गरी नेपालमा रहेको नेपाल हेम्प एसोसिएसनका चिफ एडभाइजर आदरणीय सर प्रतीक कार्की सर हामी बिच हुनुहुन्छ र हामीसँग मेरो को होस्ट आदरणीय दाई दिपेश कार्की पनि हुनुहुन्छ र मैले सरलाई स्वागत गर्न चाहेँ। स्वागत छ सर। हजुर, थ्याङ्क यू भेरी मच।